आज तपाईहरुलाई घरमा पाल्ने कछुवा अर्थात् काप्लीको बारे केही सुनाउँछु। काठमाडौँको रैथाने नेवार समाजमा एउटा यस्तो परम्परा छ जहाँ लक्ष्मी पूजाको रात जीवित कछुवा अर्थात् काप्लीलाई पूजा गरेर धन धान्यको प्रतीक मानिने ढुकुटी कोठामा छोडिन्छ। लक्ष्मी चञ्चल हुन्छन् तर कछुवा स्थिर र धैर्यवान हुन्छ। त्यसैले लक्ष्मी घरमा स्थिर रहन् भनेर यो काप्ली ढुकुटीमा राखिन्छ, जो कार्तिकदेखि 6 महिनासम्म त्यही अँध्यारो कुनामा शीत निद्रामा सुत्छ। लक्ष्मी पूजाको रात लक्ष्मी पूजा गरेर काप्ली ढुकुटी कोठामा छोड्दा 6 महिनासम्म गायब हुन्छ भन्ने कुरा सुन्दा आश्चर्य लाग्थ्यो। हाम्रो घरमा पनि एउटा यस्तै काप्ली थियो। कुनै जमानामा मेरा बुबाले मोहीको घरबाट ल्याउनु भएको, ल्याउँदा नि त्यो पूर्ण रूपमा भइसकेको थियो। यदि आज मेरा बुबा जीवित हुनुभएको भए 112 वर्षको हुनुहुने थियो। त्यो काप्ली हाम्रो परिवारमा 100 वर्षभन्दा बढी बाँच्यो। अरू कछुवा जस्तो यसले भार खाँदैन्थ्यो। हामी उसलाई काँक्रो, काँचो कर्कलो, स्याउ, अम्बार र नासपति खुवाउँथ्यौँ। पानी पिउन रिकाबी राखिदिन्थ्यो। यो कहिले कराउँदैन्थ्यो, कसैलाई टोक्दैन्थ्यो। 6 महिनाको वसिलो निन्द्राबाट बिउजेर जब गर्मीमा बाहिर निस्किन्थ्यो, हामी पलेटी कसेर बस्दा न्यानो खोज्दै सुस्तरी आएर हाम्रो काखमुनि लुक्ने गर्थ्यो। कस्तो गजबको आत्मीयता थियो त्यो। पहिले त भालेकी पोची थाहा थिएन, तर पछि यसले हाँसको जत्रो अलिक खस्रो र पहिलो अन्डा पारेपछि रहस्य खुल्यो। त्यो पोटी काप्ली थिइन्। कस्तो अनौठो, उनको अन्डा प्रेसर कुकरमा घन्टौँ उमाल्नु पर्थ्यो। त्यो अन्डा खाएर टोलका एक वृद्धाको दम र हाम्रा पिउन साथीको मृगोलाई सुनिने रोग 1 वर्षसम्म निको भएको थियो। काप्ली हाम्रो घरको सदस्य मात्र होइन, टोलकै एउटा लोकल डाक्टर थिइन्। तर समय बलवान छ। अन्डा पार्न छोडेको 15 वर्षपछि अर्थात् आजभन्दा 4 वर्ष अघि बुढौलीका कारण उनको मृत्यु भयो। 100 वर्षभन्दा बढी साथ दिएको त्यो काप्लीप्रति कृतज्ञता प्रकट गर्दै मैले उनलाई जथाभावी फोहोरमा फालिन, बरु पवित्र बागमती नदीको किनारमा लगेर आदरपूर्वक विसर्जन गरिदिएँ। र यहीँनिर प्रकृतिको एउटा अद्भुत संयोग जोडिन पुग्यो। जुन दिन हाम्रो घरको त्यो काप्लीले यो संसार छोडिन्, ठ्याक्कै त्यही दिन मेरो घरमा नातिनीको जन्म भयो। एउटा 100 वर्ष पुरानो लक्ष्मी बिदा भइन् र अर्की नयाँ लक्ष्मीको आगमन भयो। यो संयोग मात्र थियो या जीवनको एउटा निरन्तर चलिरहने चक्र? म आज पनि सोचिरहन्छु। धन्यवाद।